वर्षायाममा सडक ढलानका लागि भन्दै कालोपत्री उप्काएपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटुल सडक खण्ड अन्तर्गत दुभानदेखि सिडिया खोला क्षेत्रको सडक हिलाम्बे हुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। सो क्षेत्रको 4 किलोमिटर सडक समयमा मर्मत नहुँदा हिलाम्बे बनेको हो। हिलाम्बे सडकमा यात्रा गर्न कठिन भएको यात्रुको गुनासो छ। सिद्धबाबा सुरुमार्ग निर्माणका लागि काम गर्दै आएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडक ढलानका लागि कालोपत्री उप्काएपछि सडकको अवस्था झनै नाजुक भएको हो। विगतमा गरिएको आरसीसी र कालोपत्री सडक उप्काएपछि सब 20 का लागि सडक खनेपछि झन समस्या भएको छ। सडक हिलाम्बे हुँदा दुई पाङ्ग्रे र साना सवारीमा यात्रा गर्न निकै समस्या भएको छ। यो सडक क्षेत्र पहाड तराईको सीमा क्षेत्र पनि हो। यही सडक भएर पर्यटकीय राजधानी पोखरासम्मको यात्रा गर्ने पर्यटकले समेत शास्ति खेप्नु परेको छ।